सत्तारूढ दल नेपाली कांग्रेस भित्र अहिले एकपछि अर्को सांसदको प्रकरण बाहिर आउन थालेको छ। गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसा प्रकरणको गम्भीर आरोपले हंगामा मच्चाइरहेको बेला पूर्व महामन्त्री डाक्टर शशाङ्क कोइरालाले 3वटा गाडी, सुनको रोलेक्स घडी र 2 झोला पैसा घुस बापत लिएको गम्भीर आरोप लागेको छ। शशाङ्कमाथि उक्त गम्भीर आरोप कांग्रेसकै नेता तथा सांसद राजेन्द्र बजगाईले लगाएका हुन्। उनले सामाजिक सञ्जाल एक्समा लेख्दै यस्तो आरोप लगाएका हुन्। बजगाईले राजनीतिक नियुक्तिका लागि कोइरालाले यसरी घुस लिएको आरोप सार्वजनिक रूपमा लगाएका हुन्। हिजो कांग्रेसको बैठकमा नेता कोइरालाले भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै आएका बजगाई सहित दाजु शेखर कोइराला र डाक्टर सुनिल शर्मासँग स्पष्टीकरण सोध्नुपर्ने बताएका थिए। उनीहरूले गृहमन्त्री लेखकको विरुद्ध बोलेको भन्दै शशाङ्कले कार्यवाहीको प्रस्ताव गरेपछि बजगाई आक्रामक बनेका हुन्। सोही कारण कोइरालामाथि बजगाईले यस्तो आरोप लगाएका हुन्। राजनीतिक नियुक्तिका लागि कोइरालाले यसरी घुस लिएको आरोप बजगाईले सार्वजनिक रूपमा लगाएपछि जजबारे कोइरालामाथि स्पष्टीकरण सोधिनुपर्ने बजगाईको माग रहेको छ। सामाजिक सञ्जाल एक्समा महिन्द्रा शोरूम अगाडि गाडी बुझ्दै शशाङ्कको तस्बिर पोस्ट गरेर सांसद बजगाईले लेखेका छन्, एउटा किया, 2वटा महिन्द्राको एसयुभी उपहार, सुनको रोलेक्स घडीहरू, नगदले भरिएका झोलाहरू, घर मर्मतको नाममा भएको खर्च वा राजनीतिक पदको खुलासा किनबेच, म यी कुरामा प्रश्न गर्नुपर्ने अवस्था नआओस् भन्ने चाहन्थे। ढिला होस् वा चाँडो तपाईलाई यसको जवाफ दिनै पर्छ, उनले लेखेका छन्। बजगाईको यो खुलासासँगै पार्टी भित्रको विवाद थप बढेको छ। भिजिट भिसा प्रकरणमा गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई अनुसन्धानमा तानिएपछि गृहमन्त्री लेखकमाथि नैतिकताको प्रश्न उठेको छ। त्यसको असर पार्टी भित्र पनि परेको छ। सोही विषयलाई लिएर नेताहरू बीच आरोप प्रत्यारोप चलिरहेको हो। यो प्रकरणमा कांग्रेस भित्र सबैभन्दा पहिले नेता डाक्टर शेखर कोइरालाले गृहमन्त्री लेखकले राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखेका थिए। कोइराला पछि उनकै लाइनमा उभिए कांग्रेस सांसदहरू बजगाई र डाक्टर सुनिल शर्मा। दुवै सांसदले भिसा प्रकरणमा नेता कोइरालाले उठाएको गृहमन्त्रीको राजीनामाको प्रसंगलाई साथ दिइरहेका छन्। पार्टीकै नेताहरूले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने धारणा व्यक्त गरिरहेका बेला सोमबार सभापति शेरबहादुर देउवा निवास बुढा नीलकण्ठमा पदाधिकारी बैठक बसेको थियो। भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकमाथि लागिरहेको आरोपलाई मुख्य एजेन्डा बनाएर बसेको पदाधिकारी बैठकमा पार्टीकै नेताहरूले उठाइरहेको राजीनामाको प्रसंगले प्रवेश पाउनु स्वाभाविक नै थियो। बैठकमा लेखकले अध्यागमन कार्यालयका कर्मचारीले बदमाशी गरेको र तथ्य नबुझी पार्टीका नेताले राजीनामा मागेपछि आफूलाई नराम्रो लागेको बताएका थिए। केही नेताहरूले लेखकको राजीनामा माग गर्ने कोइराला, बजगाई र शर्मालाई बोलाएर स्पष्टीकरण माग्न सभापति देउवालाई सुझाव दिएका थिए। यस्तो सुझाव दिनेमा थिए नेता शशाङ्क कोइराला। बैठकपछि संचारकर्मीहरूसँगको कुराकानीमा पनि शशाङ्क कोइरालाले गृहमन्त्रीको राजीनामा माग्ने पार्टीका तीनै नेतालाई कार्यवाही गर्नुपर्ने जिकिर गरेका थिए। शशाङ्कले गृहमन्त्रीको राजीनामा मागेका कांग्रेसका 3 नेतासँग स्पष्टीकरण सोध्नु बाहेक अरू विकल्प नभएको बताएका थिए। गृहमन्त्रीले राजीनामा दिनुपर्ने धारणा राख्ने नेताहरूसँग स्पष्टीकरण सोध्न शशाङ्कले सभापति देउवालाई सुझाव दिएपछि बजगाईले सामाजिक सञ्जाल एक्समा उनको तस्बिर राखेर गम्भीर आरोप लगाए।